जनताको सेवामा समर्पित एउटा नेतृत्व, शासन होइन सहकार्यको नाम। राप्ती नगरपालिकाका नगर प्रमुख शमशेर लामा फेरि एकपटक जनताको घर दैलोमा जनतासँग मेयरको दोस्रो संस्करण लिएर। निःशुल्क रगतको विषयमा, विपन्नहरूको जनता आवासको विषयमा जसरी हामीले नियमित गरेका थियौँ, ती सबै कुराहरूलाई पनि हामीले यो बखतमा नियमित गरेका छौँ। र यसपालि चाहिँ हामीले कृषिको क्षेत्रमा र स्वास्थ्यको क्षेत्रमा फोकस गर्नुपर्छ भन्ने हिसाबले हामीले यसपालिको नगरसभामा समावेश गरेका छौँ। धान उत्पादन हुन्छ, मूल्य पाउँदैन भन्ने कुरा हो। यो विषयमा दुईवटा छ। एउटा सुझाव हामीले के आएको छ भने पालिका स्तरीयले मूल्य निर्धारण गर्ने भन्ने कुराहरू छन्। अब यसो गर्दाखेरि फेरि हामीले निर्धारण गरेको मूल्य मान्ने कसले, मापन गर्ने कसले हो? यो त हामीले गर्न सकिँदैन। स्थानीय जुन कार्यविधि छ, ऐन छ, यसले पनि स्थानीय चिजको चाहिँ मूल्य निर्धारण गर्न चाहिँ स्थानीय पालिकाले सकिन्छ भनेर भनेको छैन। यो अधिकारी हामीले पाएका छैनौँ। जस्तै स्थानीय तहले नागरिकताको सिफारिस गर्न सक्छ, वडा कार्यालयबाट नाता प्रमाणित गर्न सक्छ, सिडिओ कार्यालयबाट चाहिँ पासपोर्टको सिफारिस हुन्छ। सबैको आफ्नो चाहिँ काम गर्ने जुन त्यो अधिकारको चाहिँ परिगणना गरेको छ, त्यो हिसाबले पनि अब हामीले मूल्य निर्धारण गरेर हुन्छ जस्तो मलाई लाग्दैन। अर्को पर्यटन भन्ने हाम्रो शीर्षक छ होइन, यो राप्ती नगरपालिका पनि पर्यटनको हिसाबले एकदम समावेश बोकेको चिज हो। हामीसँग धेरै चिजहरू छन्, तर हामीले यो पटक के गर्न लागेको छौँ भने यो तल्लो भेगमा हाम्रो थारू समुदायमा एकै ठाउँमा एकीकृत बस्ती भएको, त्यहाँ भसमाडी ताल भएको हिसाबले चाहिँ हामीले यो पटक चाहिँ वडा नम्बर 6मा थारू होमस्टे चाहिँ कम्प्लिट गरेर हामी लागेको छौँ। वडा नम्बर 6मा राप्ती नगरपालिका मैले कतैबाट हाम्रो पाहुनाहरू आएर बस्नु पऱ्यो भने बस्ने ठाउँ छैन, यस्तो अवस्था छ। त्यस कारणले गर्दाखेरि कम्ती पनि 30-40 जना चाहिँ पर्यटनलाई चाहिँ हामीले राख्न सकिन्छ कि भनेर हामीले त्यहाँबाट सुरु गरेका छौँ। अनि सौराउँ चल्ने जीप सफारी त्यो भसमाडी तालसम्म हुन्छ, त्यहाँबाट माथि चाहिँ हाम्रो बाटै बनेको छैन। विभिन्न खाले छन्। मैले पनि यहाँ यो लोथर बोधा समितिसँग र राष्ट्रिय कुलसँग समन्वय गरिरहेको छु, उहाँहरूसँग समन्वय गरेका छौँ। र उहाँहरूसँग समन्वय गरिसकेपछि हामीले यही वर्षको अन्त्यतिर चाहिँ लोथरसम्म ल्याउन सकिन्छ कि भनेर चाहिँ एउटा तयारी गरिरहेको छ। अरू भ्युडार बनाउनुपर्छ भन्ने कुरा गर्नुभयो। हामीले यो वर्ष भ्युडार होइन, मेरो कार्य अवधिमा भ्युडार बन्छ भन्ने मलाई लाग्दैन। मैले सुरुमै भने यो उद्देश गरेँ, यो हामीहरूको यो अवधि यो 5 वर्षको कार्य अवधि भनेको चाहिँ जनताको घर बन्नुपर्छ भन्ने मान्यताको मान्छे हो हामी। त्यस कारणले गर्दाखेरि दुःख नमान्नु होला। आवश्यक परेको कुराहरू सुझाव सङ्कलन भएर गर्ने पनि रूपमा रह्यो भने गरौँला। त्यो भ्युडार भनेको चाहिँ फरक चिज हो। हामीलाई खाने बेलामा तरकारीमा प्याज नभए पनि हुन्छ, लसुन नभए पनि हुन्छ, तेल र नुन चाहिने कुराहरू हो। हाम्रो मूल आवश्यकता भनेको जनताको घर बन्नुपर्छ भन्ने कुराहरू हो। जनताहरूको शिक्षा निःशुल्क हुनुपर्छ भन्ने कुराहरू हो। स्वास्थ्य निःशुल्क जाँच हुनुपर्छ भन्ने हाम्रो कुराहरू हो। मल पुगेको छैन, मलको कम्पनी खोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यस कारणले गर्दाखेरि भ्युडारको अवस्थामा हामीले पछिल्लो पटक गर्न सकिने गरौँला, तर अहिले हाम्रो फर्स्ट कार्यक्रम परेको छैन। 2080 सालमा सुरु गरिएको जनतासँग मेयर कार्यक्रम मुख्य उद्देश्य थियो जनताको गुनासो सुन्ने, समाधानको बाटो देखाउने र नागरिक र सरकार बीचको दूरी घटाउने। यसपटक यो कार्यक्रम अझ फराकिलो, अझ गहिरो र अझै आत्मीय भएको छ।
पर्यटकीय क्षेत्र एउटा रोमान्टिक ठाउँ यहाँ चाहिँ अन्त हेर्न जानु पर्दैन। यो ठाउँमा यो हाम्रो राप्ती एकता मध्यवर्ती सामुदायिक वनमा हरेक चिज यो ठाउँमा चाहिँ पाउँछ, देखिन्छ। सबैभन्दा त हाम्रो दुर्लभ जनावर यही नै छ, एकसिङे गैँडा, पाटेबाघ, भालु, चितल, मजुर, यो त अब अनगणित छ, जति पनि छ यहाँ। त्यस कारणले यो ठाउँमा अत्यन्त राम्रो पर्यटनको लागिमा पनि यो ठाउँमा राम्रो छ। त्यस कारणले राम्रो हुँदा पनि तपाईँ हामी यो विषयमा यो काम गरेन भने त यसै हुँदैन। त्यस कारणले सबैजना यी टोल संस्था, बुद्धिजीवी, पार्टी प्रतिनिधि, हाम्रो अब यहीँ हाम्रो प्रमुख राप्ती नगरपालिकाको प्रमुख मेयरज्यू यहीँ हुनुहुन्छ, उहाँको नेतृत्वले अहिले चाहिँ यो कार्यक्रम भइराखेको छ। त्यस कारणले यो ठाउँमा मुख्य उद्देश्य अब गर्नुपर्ने कुरो, अब बाटो त पहिलेदेखि बनिराखेको छ, त्यसमा अब ग्राभल छ। पहिला त हिलैमा हिँडिराखेको थियो। चप्पल जुत्ता भण्डारा लाँदाखेरिमा, घरबाट निक्लिँदाखेरिमा चप्पल जुत्ता हातमा हुन्थ्यो, प्यान्ट चाहिँ काँधमा हुन्थ्यो। एकैचोटि ढुङ्ग्री खोला तरेर बल्ल हात खुट्टा धोएर प्यान्ट र चप्पल लाउन गरेको तपाईँहरूलाई हामीलाई सबैलाई थाहै छ। त्यस कारणले बिस्तारै यो बाटोघाटो त बनिराखेको छ। अब तत्कालै हामी गर्नुपर्ने कुरो चाहिँ यही पर्यटन हो, अरू केही उपाय छैन। त्यस कारणले जहाँ पर्यटन हुन्छ त्यो ठाउँमा चाँडै नै विकास निर्माण मारे। शासन कागजमा होइन, मैदानमै देखिनुपर्छ। शमशेर लामाले बुझे समस्या बुझ्न डेस्क होइन, डोको काँधमा बोकेर गाउँ जानुपर्छ। त्यसैले उहाँ टोल पुग्नु भयो, वृद्ध आमाको पीडा सुन्नु भयो, किसानको पसिना बुझे, युवाको आशा सम्हाल्नु भयो। मैले त्यसलाई हटाउँछु, अर्को पटक आउँदाखेरि मेल लिएर आउँछु भनेर भनेको थिएँ। तपाईँले मेल देख्नुभयो? कहाँ पुऱ्याउनु भयो? कता पुऱ्याउनु भयो? बाबुले धन्यवाद बाबु, किन धन्यवाद बाबु। तपाईँबाट दुखेर काम गर्न आउँदैन नि त? जे दुःख पनि भन्नु होला, म छु नि त, धेरै गर्छु अझै गएर पनि काम मलाई भन्नु होला है। आरामै घर पनि रहेछ, बनिरहेछ। भाइ सुन्नु न, तपाईँलाई पम्प भयो कि चाहिँदैन? तपाईँलाई पम्प चाहिँदैन? हामीलाई चाहियो पम्प थियो एउटा, 3टा 4वटा 5वटा 6वटा भयो। बालाई एउटै हो, हामी एउटै हो। हाम्रो स्कुलमा सबैभन्दा सुरुको प्रथम समस्या भनेको बिचमा शिक्षकको सरुवा हुनु। हाम्रो यासी आउन लागेको छ अनि शिक्षकहरूको सरुवा हुँदै हुन्छ। शिक्षक हाम्रो स्कुलबाट जानुभयो भने फर्केर आउनुहुन्न, अर्को आउन टाइम लाग्छ शिक्षकहरूको। अनि त्यस कारणले हाम्रो कोर्स अगाडि बढ्न एकदमै गाह्रो भइरहेको छ अनि हामीलाई पनि पढ्नलाई एकदमै गाह्रो भइरहेको छ। अनि अर्को समस्या भनेको छ अपुग शिक्षक। एउटा शिक्षकले दुईवटा सब्जेक्ट पढाउनुहुन्छ, त्यो हाम्रो स्कुलमा पनि त्यस्तो भइरहेको छ। एउटै शिक्षकले इङ्ग्लिस पढाउनुहुन्छ कि त्यो एउटै टिचरले दुईवटा सब्जेक्ट पढाउँदाखेरि हामीलाई पनि शिक्षकको त्यो मनस्थिति हुन्छ नि, बुझ्न गाह्रो भइरहेको छ कि एउटा सब्जेक्टमा ध्यान दिँदा अर्को सब्जेक्टमा प्रभाव परिरहेको थियो, हामीलाई त्यस्तो लाग्छ होइन विद्यार्थीहरूलाई। अनि अर्को समस्या भनेको विषयका शिक्षक कमी, शिक्षकहरूको कमी भइरहेको छ। अनि अर्को कमी भनेको आइसिटी, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी। हाम्रो स्कुलमा प्रविधिहरू त छ तर हाम्रो त्यो प्रयोगमा आएको छैन। त्यो
के कारणले हो त्यो चाहिँ म मेयर साहबले सोध्न चाहन्छु होइन। हाम्रो स्कुलमा प्रविधिहरू छ, साइन्स ल्याबहरू छ, कम्प्युटर ल्याब छ, सबै छ, तर अपुग छ। हामीले एउटा स्मार्ट बोर्ड छ, त्यो स्मार्ट बोर्डको कारणले हाम्रो पुरै स्कुलको विद्यार्थीहरूले त्यो टेक्नोलोजीबाट हामीले शिक्षा लिन पाइरहेका छैनौँ। एउटा क्लासको विद्यार्थीहरू जानुभयो भने अर्को क्लासकोले पालन नपाउन पनि सक्छ, वाइफाई जान्छ बिचमा। त्यही भएर एउटा स्ट्रङ वाइफाई राखिदिनु भने म धेरै के भन्छ आफ्नो कुरा राख्न चाहन्छु होइन। गुनासो सुन्ने मात्र होइन, समाधानमा पनि उस्तै सक्रियता। सडक मर्मत, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, जहाँ समस्या थियो त्यही सहजीकरण, योजना र प्रतिबद्धता। स्थानीय र जो त्यहाँ संलग्न हुनुहुन्छ उहाँहरूलाई के कारबाही हुन्छ र कस्तो हो त्यो अवस्था त्यो भनिदिनु होला भन्ने चाहिँ भन्न चाहन्छु एउटा। अनि अर्को चाहिँ बाल विवाहको केसहरू एकदमै धेरै छ। अझ राप्ती त चेपाङ बस्ती पनि धेरै भएको ठाउँ भएको कारणले बाल विवाह, त्यसपछिको बच्चा, अघि सरले भन्नुभएको जस्तै जन्म दर्ता र बिहे दर्ता, त्यो दुईटामा आउने कम्प्लिकेसन के होला, धेरै इस्युहरू छ यस्तो, त्यसमा पनि एड्रेस गरिदिनु होला भनेर भन्न चाहन्छु। प्रदेश र केन्द्रको त कुरै छोडौँ, स्थानीय निकायमा पनि जति पनि कानुनी नियम कानुनहरू छन् ती नियमहरू चाहिँ दोहोरो अर्थ लाग्ने, टक्कै चाहिँ कानुनले यो गर्ने, यसलाई 5 वर्ष जेल भनेपछि त्यो जेलै हुनपर्ने ठाउँमा अथवा त्यसको विकल्पमा यो पनि गर्न सकिने भनेर नेपालमा जति पनि बनेका नियम कानुनहरू छन् दोहोरो अर्थ लाग्ने कानुनले, यो दोहोरो अर्थ लाग्ने कानुनले अलिकति पैसा हुने, अलिकति पहुँच हुने मान्छेलाई मात्रै यो कानुनले सेवा प्रदान गरेको हुँदा यो दोहोरो अर्थ नलाग्ने कानुन बनाउन आज सरकारी वकिल अथवा न्यायाधीशज्यूहरू हाम्रो चितवन जिल्लाको भेला आउनुभएको छ र उहाँहरूले चाहिँ दोहोरो अर्थ नलाग्ने कानुन बनाउन सकिने परामर्श माथिल्लो लेभलमा दिएर यसरी दिने हो भने कानुन सबैको नजरमा बराबर हुने थियो र पहुँच र सम्पत्ति र पहुँचलाई मात्रै अलिकति समेटेर कानुन नबनाइकन सबैको लागि बराबर किसिमले कानुन दिन पाएदेखि सबै दुखी गरिबले पनि न्याय पाउने थिए भन्ने म
मेरो आफ्नो भनाइ सुझाव चाहिँ यहाँ राख्न चाहन्छु। मैले भन्न खोजेको एकजना व्यक्तिले काठमाडौँवासीले यहाँ एकजना व्यक्तिसँग जग्गा किन्यो, घर जग्गा किन्यो। त्यो घर जग्गा किनिसकेपछि अनि ल घर छोडिदिनु पर्यो, अब घर खाली गरिदिनु पर्यो, अब हामी बस्छौँ भनेपछि अहिले 2-3 वर्ष भयो, न त त्यो व्यक्तिले घर छोडिएको छ, न त्यो मान्छे आएर यहाँ बस्न पाएको छ, न के गरेर पाएको छ। ल नै के गर्ने भनेर एउटा वार्ड कार्यालयमा निवेदन पर्यो। वार्ड कार्यालयले सम्पर्क गर्दाखेरिमा त्यो फोन पनि नउठाउने, सम्पर्क पनि नहुने भएपछि हजुरहरूलाई विश्वास गरेन, म सम्बन्धित निकायमा जान्छु भएर नगरपालिका न्यायिक समिति कहाँ गयो। न्यायिक समिति कहाँ जाँदा पनि त्यो निवेदन यो हामीले हेर्ने निकाय होइन, तपाईँ माथिल्लो निकाय जानुहोस् भन्यो। माथिल्लो निकाय कहाँ? सिडिओ कार्यालय। सिडिओ कार्यालयमा गयो। सिडिओ कार्यालयमा जाँदाखेरि पनि यो हामीले हेर्ने होइन, नगरले हेर्ने हो भन्यो, फेरि फिर्ता गरियो। एकजना व्यक्तिले किनेको जग्गामा आफूले बस्न पाउँदैन, सम्बन्धित निकाय त्यो उसले न्याय पाउँदैन भने यो जाने निकाय चाहिँ कहाँ हो? यो अहिले राप्ती नगरपालिका मैले अहिले भन्दा मोबाइलमा हेर्दा एउटा केही चिजहरू देखेँ। जो 19 करोड बराबरको जुन चाहिँ एउटा अहिले विरोधाले जोडेको छ, यसमा अघिल्लोचोटि पनि विरोधाले जोडेको छ। यो नियम र कानुन थाहा हुन अझै पनि नियम र कानुन थाहा छ। अब नियम र कानुनको कारण गरी निकाय बसेका तपाईँको चाहिँ राजनीतिक व्यक्तिहरू, जनप्रतिनिधिहरूले यदि उहाँले भ्रष्टाचार गर्नुभएको छ अथवा उहाँले तपाईँको त्यहाँ कानुन जाने पनि त्यहाँ कतिपय त्रुटिहरू गर्नुभएको छ भने उहाँलाई तपाईँको चाहिँ सिधै बिना उजुरी तपाईँको चाहिँ सरकारको निकायहरूले चाहिँ हेरेर बुझ्दा तपाईँको चाहिँ मिलियो भने उहाँलाई चाहिँ यो 74 सालको जुन स्थायी निकाय निर्वाचन अहिलेसम्मका सबै चिजहरू हेरेर तुरुन्त चाहिँ यो चाहिँ मुद्दा चलाउनु पर्यो। जनप्रतिनिधि मात्र होइन, जनताको साझेदार बन्न खोजेका छन् शमशेर लामा। महिला समूहसँग बजेट छलफल, अपाङ्ग समुदायसँग आवश्यकतामा साथ युवाहरूलाई नेतृत्वमा अघि बढाउने हौसला। तीनवटा जुन मूल भएको व्यक्तिहरूलाई हामीले छोड्नुहुन्न भन्ने प्रश्न तपाईँलाई भन्न चाहन्छु। एउटा भाव, यो भाव कसो भन्दा भित्रबाट आउने भाव। हामी चिक्री भनेर साथीहरूलाई तपाईँहरूको उमेर समूहमा बिस्किट चलेको शब्द चिक्री, त्यो भनेको मन मिलेको, सबै चिज मिलेको हो। एउटा यो भावलाई चाहिँ हामी चिन्न सक्नुपर्छ। यो भावले धेरै कुराहरू बुझ्न गर्छ, धेरै राम्रो बनाउँछ। जो व्यक्तिमा भाव छैन उसोसँग हामीले छोड्नुपर्छ, जो व्यक्तिको भाव छ उसँग हामी सम्बन्ध बनाउनुपर्छ भनेर भावलाई चिन्न पऱ्यो। अर्को प्रभाव, ओहो फलाना व्यक्ति यस्तो छ है, फलानाको छोरा यस्तो भयो अथवा फलाना यस्तो भयो अरे, त्यो व्यक्तिको जुन प्रभाव छ नि त्यो प्रभावबाट चाहिँ हामी प्रभावित हुनुपर्छ। उसको राम्रो प्रभावले गर्दाखेरि हामीले सिकाइ गऱ्यौँ भने त्यो प्रभाव हामी आफूमा पनि पर्न सक्छ। त्यो प्रभावले हामी आफूले उसको कपी गर्ने, उसको नकल गर्ने, उसको बाटो पछाउनको लागि हामीलाई सजिलो पर्छ। त्यस कारणले गर्दाखेरि प्रभाव भएका व्यक्तिहरूलाई पनि हामीले छोड्नु हुँदैन। अर्को चाहिँ अभावै अभाव भनेर भन्छौँ नि, यो साथीसँग के पनि छ साथीहरूसँग गर्नु हुन भनेर भन्छौँ। अझै यो बढी उमेरसम्म भने तपाईँको उमेरसम्म हो यो, उसको के पनि छैन, जाडोमा लगाउने कपडा छैन अथवा चप्पल मात्रै आएर हिँड्दैछ भनेर भन्छौँ नि। यस्ता साथीहरूलाई हामीले माया गर्नुपर्छ। अभावमा चाहिँ अभावबाट चाहिँ बाँचेका जो व्यक्तिहरू हुनुहुन्छ नि उहाँसँग धेरै ज्ञान हुन्छ। त्यो ज्ञान दिनको लागि त्यो चिसोमा पनि बाक्लो जाने बेला त्यो ज्ञान पाइँदैन। जो व्यक्तिसँग चाहिँ अभाव भएको छ उसले त्यो अभावलाई परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ परिपूर्तिको लागि पनि प्रयत्न गरिरहेको हुन्छ। यो 3 किसिमको व्यक्तिहरूसँग सम्बन्ध भयो भने मैले भने हाम्रो जीवन सरल छ, सरलसँग चल्छ। भोलि भविष्य मात्रै होइन, मैले पनि भनेको विचार दिने बालबालिका भनेपछि भविष्यको आधार हुनुहुन्छ। कर्ण आधार होला, हामी वर्तमान हिस्सेदार पनि हुन लाग्नुपर्छ। त्यो हिसाबले अब तपाईँसँग हाम्रो भलाकुसारी चल्दैछ। राप्ती नगरपालिका भएको कुराको विषयमा तपाईँले खुलेर प्रश्न गर्नुपर्छ। राप्ती नगरपालिका भएका समस्या पनि तपाईँले खुलेर हामीले भन्नुपर्छ। समस्यालाई समाधान गर्ने उपाय तपाईँले हाम्रो सल्लाह दिनुपर्छ, सुझाव दिनुपर्छ। त्यस कारणले गर्दाखेरि अबको हाम्रो सेसन भनेको चाहिँ तपाईँहरू के प्रश्न हुनसक्छ त्यो उत्थान गर्ने र नगरपालिकालाई हामीलाई यो चस्माले भएन तपाईँले मलाई अर्को चस्मा सिकाउनु पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि अब हामीले यो सेसनमा यो सहभागीको विषयमा विभिन्न कुराहरू जस्तो छन् भने हामी गलत भएको छौँ भने तपाईँले कोही हामी भनिदिनुपर्छ।
मेरो साथ तपाईँ खराब बाटो हिँड्ने हुनुहुन्छ, खबरदार भन्नुपर्छ। अनि त्यो बाटो पनि छोड्छु नि त, यो मेरो लागि पनि फाइदा हो, यो राप्ती नगरपालिकाको लागि फाइदा हो। त्यस कारणले गर्दाखेरि अबको हाम्रो सेसनमा हामी भलाकुसारी गरौँ। तपाईँको मनमा जे चिज उठ्छ तपाईँले सिधै भनिदिनु होला, यसलाई मैले सिधमा राखेर राप्ती नगरपालिकाले आगामी दिनहरूमा कसरी पार्टी बढाउन सकिन्छ भन्ने कुराहरूमा मन लाग्दै सुनिएको आवाज, देखिएको परिवर्तन र जागेको विश्वास, यही हो जनतासँग मेयरको वास्तविक उपलब्धि। जनताको सेवा भनेको एक पटकको कर्म होइन, यो जीवनभरको समर्पण हो। शासनलाई जनतामै पुर्याउने यस अभियानको यो यात्रा यही रोकिँदैन, अझ गहिरिन्छ, अझ फैलिन्छ। जनता र सरकार बीच विश्वासको पुल निर्माण हुँदै जान्छ। विभिन्न कार्यमा जानै पर्ने, यो हिसाबले गर्दाखेरि जनप्रतिनिधिहरू चाहेर पनि जनतालाई भेट्न नसकिने अवस्था एउटा त्यो थियो भने, अर्को कुरो विभिन्न अलि भौगोलिक बनावटको हिसाबले पनि राप्ती नगरपालिका विकट छ। त्यो विकटताको हिसाबले पनि जनप्रतिनिधिहरू जनताको माझमा पुग्ने र जनताहरू जनप्रतिनिधिको कार्यालयमा जानको लागि जुन कठिनाइ छ, त्यो दूरी छ। यो दूरी लामो रह्यो भने जनता र जनप्रतिनिधिको बिचमा सम्बन्ध राम्रो रहँदैन। त्यो हिसाबले जनतासँग सधैँ जनप्रतिनिधिहरू एकताबद्ध रहनुपर्छ, घनिष्ठ रहनुपर्छ, उनीहरूको बिचमा ग्याप रहनु हुन्न भन्ने हिसाबले हामीले जनतासँग मेयरको कार्यक्रमको सुरुवात गऱ्यौँ। यसले के पनि गर्छ भने जनप्रतिनिधिहरू नियमित रूपमा कार्यालयमा बसिरहँदाखेरि जनताहरूसँग भेट्न त्यसको एक्सेस पनि नमिल्ने र त्यो भइसके पछाडि जनप्रतिनिधिहरू जनतासँगको मेयरको कार्यक्रम लिएर विभिन्न गाउँ गाउँमा जाँदाखेरि जनप्रतिनिधिले त्यो गाउँको विषयमा एउटा अध्ययन पनि गर्न मिल्ने र जनताहरूलाई आफ्नै जनप्रतिनिधि आफ्नै भेगमा आयो भन्ने हिसाबले उहाँहरूलाई पनि उत्साह हुने हिसाबले पनि हामीले यो कार्यक्रमको आयोजना गऱ्यौँ। मलाई लाग्छ यो कार्यक्रमको हामीले आयोजना गरिसके पछाडि जनताहरूमा एक किसिमको उत्साह भएको हामीले पाएका छौँ। हाम्रो जनप्रतिनिधिहरू हाम्रो ठाउँमा आउने, हाम्रो गाउँमा आउने, हामीहरूसँग भएका हरेक समस्याहरूको विषयमा हामी भलाकुसारी गर्ने, समस्यालाई समाधान गर्नको लागि उहाँहरू लागि पर्ने र यति मात्रै होइन, जनताहरूसँग महत्त्वपूर्ण किसिमको सुझावहरू पनि छन्। त्यो सुझाव पनि उहाँहरूले दिन पाउने हिसाबले यो जनतासँग मेयरको कार्यक्रम उहाँले एकदम मन पराउनु भएको छ। मलाई लाग्छ हामीले यो राप्ती नगरपालिकाको तल्लो भूभागमा त नियमित रूपमा सजिलो पनि छ। हामीले यो वडा नम्बर 10, 11, 12, 13 को एकदम रिमोट एरियाहरूमा पनि हामीले कार्यक्रम गऱ्यौँ। सबै जनताहरू उत्साह भएको मैले पाएको छु। त्यो हिसाबले पनि जनतासँगको मेयरको कार्यक्रमले जनताहरूसँग भएका गुनासाहरू, रायहरू, सुझावहरू त्यसलाई हामीले एकै ठाउँमा सम्मिश्रण गरेर यो सबैको चाहना के हो भने समृद्ध राप्ती नगरपालिका निर्माण गर्ने हो। त्यो समृद्ध राप्ती निर्माण गर्नको लागि उत्तिकै भूमिका सबैको दायित्व रहनेछ भन्ने हिसाबले पनि हामीले कार्यक्रम सुरुवात गरेको हो। यो विषयमा चाहिँ म के भन्छु भने हामीले जनतासँगको मेयरको कार्यक्रम गरिसके पछाडि हामीले नसोचेका ती समस्याहरू पनि हामीले पहिचान भयो
मलाई लाग्छ अहिले राप्ती नगरपालिकाले विपन्नको आवास निर्माण गर्नुपर्छ भनेर लागेको छ। यो सन्दर्भमा हामी जनतासँगको मेयरको कार्यक्रम लिएर गएको थिएँ। हामीले स्टार्टिङको अवस्थामा यो राप्ती नगरपालिकाको वडा नम्बर 11 को कुचुर भन्ने ठाउँमा हो, मलाई अहिले पनि नाम सम्झनामा छ, कृष्णबहादुर प्रजा। उहाँ एकदम भावुक हुनुभएको थियो। उहाँको बस्ने कुनै त्यसो घरको व्यवस्था पनि भएको थिएन। उहाँ चाहिँ एउटा सामान्य यो टहरा बनाएर बारीको पाटैमै सुत्नु परेको अवस्था पनि थियो। हामीले यो कार्यक्रम लिएर जाँदाखेरि यो कार्यक्रमको माध्यमबाट राप्तीमा रहेका कृष्णबहादुर प्रजा जस्तो धेरै हाम्रो चाहिँ जनताहरू हुनुहुन्छ, उहाँहरूलाई बस्ने व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले हामीलाई त्यो लाग्यो। त्यो पनि एउटा प्रभावकारिता रूपमा पायौँ भने अर्को हामीले जनतासँगको मेयरको कार्यक्रम हामीले वडा नम्बर 13 को कान्दामा गऱ्यौँ। त्यो कान्दामा मोटर बाटो 2 घन्टा र त्यसपछि हिँड्नुपर्ने अवस्था 5 घन्टा थियो। त्यो 5 घन्टा ठाउँमा पुग्दाखेरि त्यहाँ चाहिँ एउटा सामान्य टाउको दुखेर ज्वरो आएर सितामल पनि खाने अवस्था थिएन। त्यो पनि हामीले पहिचान भयो र त्यो पहिचान भइसके पछाडि राप्ती नगरपालिकाको हामी सबै टिम मिलेर हामीले कान्दामा स्वास्थ्य केन्द्र स्थापना पनि गऱ्यौँ। यसले के पनि जनाउँछ भने हामीले परिकल्पना नगरेका, हामीलाई थाहा नभएका र जनताहरूको बिचमा एकदम पेचिलो बनेका समस्याहरू पनि हुनसक्छ। त्यो समस्यालाई समाधान गर्नको लागि पनि यसले मिसो मिल्छ। अर्को पनि एउटा के देखेँ भने मैले वडा नम्बर 13 मा त्यहाँ चाहिँ सवारी साधनको अभावको कारणले गर्दाखेरि, एम्बुलेन्सको अभावको कारणले गर्दाखेरि एकजना सुत्केरी आमाले सवारी साधन एउटा गाडीमै बच्चा जन्माइन्। त्यो पनि हामीले जनतासँग मेरो कार्यक्रम लिएर जाँदाखेरि सुन्ने अवसर मिल्यो। त्यो भएको हिसाबले पनि हामीले के गर्यौँ भने राप्ती नगरपालिकाका सबै जनताहरूलाई स्वास्थ्यको हिसाबले समस्या पर्दाखेरि आफ्नो घरबाट भण्डाराको अस्पताल अथवा भरतपुरको विभिन्न अस्पतालमा लानको लागि हामीले निःशुल्कको एम्बुलेन्सको चाहिँ हामीले सुरुवात गऱ्यौँ। यति मात्रै होइन, त्यसले के पनि सिकायो भने एउटा एम्बुलेन्स कति ठाउँमा भ्याउने सम्भव पनि थिएन। त्यो भएको हिसाबले अर्को पनि किन्नुपर्छ भनेर जनताबाट सुझाव भइसके पछाडि हामीले राप्ती नगरपालिकाको सबै जनताको लागि निःशुल्क एम्बुलेन्सको लागि हामीले अर्को एम्बुलेन्स पनि किन्यौँ। यो कुरा पनि हामीले पायौँ। यति मात्रै होइन, यो राप्ती नगरपालिका हामीले भन्दाखेरि चाहिँ तल्लो भूभागको भण्डारा मात्रै भन्छौँ। आखिर भण्डारा मात्रै होइन, एकदम विकटताको हिसाबले छन्। त्यो भएको हिसाबले हामीले यो जनतासँगको मेयरको कार्यक्रम लिएर जाँदाखेरि विभिन्न ठाउँमा धेरै रिमोट एरियामा जनताहरूसँग वर्षभरि खाना नपुग्ने त्यस्तो खाले पनि थियो, जुन जनताको घरको चुलो नपर्ने अवस्था पनि थियो। त्यो पनि हामीले पहिचान भइसके पछाडि हामीले राप्तीका विपन्न जनताको लागि भोकाको लागि खाद्यान्न भन्ने कार्यक्रम पनि हामीले ल्यायौँ। त्यस कारणले गर्दाखेरि जनतासँगको यो मेयरको कार्यक्रमले जनताहरूको हरेक समस्यालाई उजागर गर्ने, हामीले गर्नुपर्ने दायित्वको विषयमा हामीलाई स्पष्ट थाहा हुने र यति मात्रै नभइकन राप्ती नगरपालिका कसरी अगाडि बढ्नुपर्छ, अझै राप्तीको जनताहरूले जनप्रतिनिधिले के काम गर्नुपर्छ भन्ने हिसाबले सल्लाह सुझाव पनि हामीले प्राप्त गर्ने भएको हिसाबले यो जनतासँग मेरो कार्यक्रम एकदम उपलब्धिको रूपमा हामी ठानेका छौँ र यसलाई जनताहरूको बिचमा लोकप्रिय भएको पनि हामीले महसुस गरेका छौँ। मैले अघि पनि विषयमा जोडेँ, मैले जनतासँग मेरो कार्यक्रम गरिसके पछाडि हामीले गरेका कुराहरूको विषयमा मैले अघि पनि भनेँ। जस्तै मैले विपन्नको आवास निर्माण गर्नुपर्छ भन्ने कुराहरू पनि हामीले त्यहाँबाट पहिचान भयो। कतिपय विपन्न जनताहरू घरमा उसको चुलो बन्ने अवस्था पनि नरहेको रहेछ, त्यो पनि हामीले थाहा पायौँ र भोकालाई खाद्यान्न भन्ने कार्यक्रम हामीले ल्यायौँ। यतिसम्मको जनताहरू जुन पहाडी भूभागको जनताहरूलाई बिरामी पर्दाखेरि अस्पताल लानको लागि 15,000 20,000 रुपियाँ चाहिँ अरू बोलेरोहरूले अन्य सवारी साधन भाडा लिएको पनि थाहा पायौँ। यो थाहा पाइसके पछाडि हामीले राप्तीका सबै जनताहरूको लागि निःशुल्क एम्बुलेन्स गर्नुपर्छ भने हामीले घोषणा पनि गऱ्यौँ। र अझै थप नपुगेको चाहिँ हामीले जनताबाट गुनासो आइसके पछाडि हामीले अर्को पनि थप्यौँ कान्दामा। त्यसपछि वडा नम्बर 9 को यो रसोडी साइडमा, अझै अर्को वडा नम्बर 1 को यो पर्यावरणमा पनि हामीले स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्छ भनेर जुन जनताहरूबाट माग भएको छ। मलाई लाग्छ हामी वडा नम्बर 9 मा चाहिँ स्वास्थ्य केन्द्रको काम सुरुवात गऱ्यौँ। कान्दामा हामीले स्थापना गऱ्यौँ। वडा नम्बर 12 को एरवालटारमा हामीले एकदम सुविधा सम्पन्नको चाहिँ हामीले स्वास्थ्य केन्द्रको स्थापना गरिसकेका छौँ। त्यहाँबाट चाहिँ सेवाहरू प्रभाव भइरहेको छ भने अब हामी वडा नम्बर 1 को पर्यावरणमा चाहिँ गर्नुपर्छ भनेर जुन गुनासो आएको छ त्यो विषय पनि हामीले थाहा भएका छौँ। र समग्रमा यसले राप्ती नगरपालिकाको जनताहरूको विषयमा थाहा हुने भइहाल्यो के गर्नुपर्छ भन्ने कुराहरू। त्यति मात्रै भन्दैन, यसले एउटा अर्को चाहिँ महत्त्वपूर्ण कुरा के सिकायो भने हामीले परिकल्पना नगरेका जुन समृद्ध राप्तीको लागि एउटा कोसी ढुङ्गा साबित हुने विभिन्न किसिमको महत्त्वपूर्ण सल्लाहहरू पनि हामीले प्राप्त गर्ने भएको हिसाबले यो कार्यक्रम चाहिँ एकदम प्रभावकारी भएको छ। यो कार्यक्रमको बिचमा हामीले यस्ता धेरै कुराहरू चाहिँ हामीले प्राप्त गरेका छौँ, जुन यो कुराहरू चाहिँ यो राप्ती नगरपालिकाको एउटा सम्पत्तिको रूपमा रहनेछ र जनताहरूको सुझावलाई हामीले अङ्गीकार गर्दै राप्ती नगरपालिकाका सबै जनप्रतिनिधिहरू त्यो हिसाबले कार्यान्वयन गर्नको लागि हामी अघि बढेका छौँ। यसको लक्षित समूह, लक्षित वर्ग चाहिँ को हुन् अथवा यसलाई कसरी हामीले निर्धारण गर्छौँ? यसलाई चाहिँ म के देख्छु भने
र जनताहरूको बिचमा सबै जनताहरू आफ्नो वडा कार्यालयमा नगरपालिकामा आउनको लागि सम्भव नहुने र हामीहरू पनि आफ्नो 10-5 ड्युटी त्यसपछि विभिन्न निकायसँगको हाम्रो सम्पर्क त्यसले गर्दाखेरि हामी सबै जनताहरूको माझमा जान नसक्ने जुन त्यो प्रावधान छ त्यो प्रावधानलाई त्यो कडीलाई चिर्नको लागि चाहिँ यो जनतासँग मेयरको कार्यक्रमले राम्रो गरेको छ। मैले यस्तो पनि पाएँ कि नगर प्रमुख मेयर भनेको के हो त्यो पनि पहुँच नभएका जनताहरू पनि हामीले पायौँ। वडा अध्यक्ष भनेको नबुझ्ने खाले जनताहरू पनि हामीले पायौँ। त्यो बिचमा कम्तीमा पनि उहाँहरू चाहिँ हाम्रो जनप्रतिनिधि हो भनेर सिकाइ गर्ने हिसाबको जनताहरू पनि प्रशस्त मैले पाएँ। उहाँहरूको हिसाबले नगरपालिका स्थानीय सरकारको जनप्रतिनिधि र स्थानीय जनताहरूको बिचमा चाहिँ एकदम पहिचान नभएकै कुराहरूलाई हामीले खुलासा पार्ने हिसाबले पनि हामीले यस्तो पाएका छौँ। त्यो भएको हिसाबले यस्ता खाले जुन मैले भने जनप्रतिनिधि थाहा नहुने नगरपालिका कहाँ छ भन्ने कुरा थाहा नहुने जनताहरूलाई एकदम यो कार्यक्रम प्रभावकारी भएको छ। त्यो भएको हिसाबले अहिलेसम्म राप्तीमा यस्तो बस्ती पनि छन् यस्तो जनताहरू पनि छन् कि जसले सवारी साधन पनि थाहा नभएका स्थानीय सरकार पनि भनेका कुराहरू के हो भन्ने कुरा थाहा नभएका जनताहरूको बिचमा पुगेर हामीले उहाँको त्यो भ्रम चिर्ने काम पनि गरेका छौँ। त्यो भएको हिसाबले त्यसको जनताहरूलाई पनि प्रभावकारी भएको छ भन्ने कुराहरू चाहिँ हामीले बुझेका छौँ। भनेपछि हामी सबै जनता समक्ष पुगेका छौँ, उहाँहरूको समस्यालाई सुन्ने र बुझ्ने प्रयत्न भयो। हो यो राप्ती नगरपालिकाको मलाई लाग्छ 13वटामा करिब 500वटा भन्दा बढी गाउँहरू छन् बस्तीहरू छन्। त्यो सबै ठाउँमा हामी पुगेका छौँ र सबै ठाउँमा चाहिँ जनता र जनप्रतिनिधिको बिचको सम्बन्ध त्यसपछि जनताहरूको बिचमा गर्नुपर्ने जनप्रतिनिधिको उत्तरदायित्व र स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ भन्ने जनताहरूको भावना जुन जनताहरूको त्यो एउटा पनि कर्तव्य हो त्यो हिसाबमा हामीले समन्वय गरेर हामी त्यो जनता र जनप्रतिनिधिको बिचमा जुन लामो चाहिँ एउटा दूरी थियो त्यो दूरीलाई चाहिँ हामीले न्यूनीकरण गर्ने काम चाहिँ हामीले गरेका छौँ। जस्तो यो यसको अवसर र चुनौतीको कुरा गरौँ मेयर साहब, जस्तो कार्यक्रम सञ्चालन गरिराख्दा तपाईँहरू जनता समक्ष पुग्नुहुन्छ तर कति उहाँहरूको अपेक्षालाई तपाईँहरूले पूर्ण रूपमा पुरा गर्न सक्नु भएको छैन भने त्यो कामहरू कुन हिसाबबाट हामीले अगाडि बढ्न सक्छौँ? त्यो एक खालको जनतासम्मको ग्यापलाई अझ हामीले कम गर्न चाहिँ के खालको प्रयासहरू भएको छन्? जनतासँगको ग्याप कम गर्नको लागि हामीले कार्यक्रमको उद्देश्य र यो कार्यक्रमलाई हामी सञ्चालन गरेका हौँ। हामी जाँदाखेरि मलाई लाग्छ जनताहरूको सयौँ मागहरू हुन्छन्। सबै मागहरू परिपूर्ति गर्ने सबै मागहरूलाई सम्बोधन गर्ने कुराहरू कहीँ पनि रहँदैन, कहीँ पनि सम्भव छैन। त्यसलाई प्रयत्न गर्ने हो र जनताहरूको मागलाई बढीभन्दा बढी हामीले सम्बोधन गर्ने हो। तर म के देख्छु भने जनताहरूको हरेक मागहरू हुन्छन्, हरेक समस्याहरू हुन्छन् र जनतालाई पनि के थाहा छ भने मैले कुन किसिमको माग गरेँ भने अथवा मेरो समस्या कुन छन् त्यो समस्यालाई पुरा गर्नको लागि जनप्रतिनिधि लाग्नेछन् भन्ने कुरा उहाँहरूलाई पनि थाहा हुन्छ। उहाँले पनि स्थानीय सरकारले समस्याको समाधान गर्न नसक्ने किसिमको माग उहाँले गर्नुभएको हुँदैन। अनि अर्को कुरो के हो भने हामीले 10वटा समस्याहरू तिर समाउँदाखेरि 2-5वटा चाहिँ समस्याहरू समाधान हुँदै गयौँ भने जनताले यसै पनि खुसी हुन्छन्। स्थानीय सरकार लागि परेको छ भन्ने कुराहरू उहाँहरूको बुझाइ पनि हुन्छन्। हामीले माग गरेका सबै समस्याहरू समाधान हुन्छ भनेर उहाँहरू पनि लागेको छैन। तर पनि उहाँले के भन्नुहुन्छ भने सकेसम्म स्थानीय सरकारले स्थानीय जनताहरूको विषयमा सबै सम्बोधन गर्नुपर्छ भनेर उहाँले भन्नुभएको हुन्छ भने अर्को कुरो चाहिँ सबै समस्या मात्रै पनि म देख्दिनँ। किनकि यो समृद्ध राप्तीको लागि उहाँहरूको एकदम परिकल्पना उहाँहरूको सोच उहाँहरूको सल्लाह पनि हामीले प्राप्त गर्छौँ। मैले ठाने 100वटा चिजहरूको विषयमा चाहिँ हामीले प्रश्न उठायौँ भने मलाई लाग्छ 30% चाहिँ महत्त्वपूर्ण किसिमको सल्लाहहरू हुनसक्छ। त्यो भएको हिसाबले हामी जनताको माझमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो। पछिल्लो अवस्थामा चाहिँ एउटा के घटनाको विकास भएको छ भने जनताहरूको ठाउँमा सकेसम्म जनप्रतिनिधि नपुग्ने उहाँहरू आफ्नै कार्यालयमा चाहिँ एकदम हाकिम बनेर बस्ने खालि प्रविधि छ। यो प्रविधिले गर्दाखेरि हाम्रो जुन यो देश चाहिँ यो अग्रगमनतिर गएको छैन। उहाँहरूले के बुझ्नुहुन्छ भने हामी जनताबाट जानु भनेको जनताहरूले हाम्रो क्वेसन गर्नु मात्रै हो, जनताहरूले हाम्रो विरोध गर्नु मात्रै हो। त्यो भएको हिसाबले हामी जनताको माझमा पुग्दैनौँ भन्ने जुन एउटा राजनीतिक चिन्तन बोकेर हिँडेका छन्। त्यसलाई पनि हामीले चिर्नको लागि हामी जनतासँग जान्छौँ। जनतासँग समस्या मात्रै होइन जनताहरूको सल्लाह पनि हुन्छन्। त्यो सल्लाहले हाम्रो स्थानीय सरकारलाई पनि बल पुगेको छ। स्थानीय सरकार कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि सल्लाह दिने भएको हिसाबले हामी यसरी लाग्छौँ। त्यो भएको हिसाबले यसमा हामी सकारात्मक रूपमा ठानेका छौँ। जस्तो जनतालाई भेट्दाखेरि गुनासो मात्रै होइन सुझाव पनि पाउनु भयो होला नि, राम्रा कुराहरू 1-2वटा कुराहरू गरौँ उहाँहरूले ओहो यो राम्रो काम गर्नुभयो। अब उहाँले के भन्नुहुन्छ भने पहिलो कुरो तपाईँहरूले यो कार्यक्रम गर्नुभएको छ एकदम यो महत्त्वपूर्ण कुरो छ। यो कार्यक्रमले राप्तीको हामी सबै जनताहरूले स्थानीय सरकारको अनुभूति गरेका छौँ भनेर उहाँले भन्नुहुन्छ।
योभन्दा अगाडिका समयमा ओडाचे भनेको के हो नचिन्ने, मेयर भनेको के हो झन् परको कुरो, त्यो खाले अवस्था पनि थियो। र पछिल्लो अवस्थामा हामीले यो कार्यक्रम गरिसके पछाडि जनता र जनप्रतिनिधिको एकदम घनिष्ठ सम्बन्ध, हामी सँगै बस्छौँ, एकदम रिमोट एरियामा जान्छौँ, उहाँहरूसँग चाहिँ हामीले उठबस गर्छौँ। त्यो उठबस गर्ने हिसाबले पनि हाम्रो स्थानीय सरकार चाहिँ हामीसँगै छ है भनेर उहाँहरूले एउटा अनुभूति गर्नुभएको छ भने अघि मैले जोडेँ विभिन्न खाले राप्ती नगरपालिकाले सानो चिजमा ध्यान दियौँ भने समृद्ध हुन्छ भनेर जुन उहाँले दिनुहुन्छ। मैले भने एम्बुलेन्सको कुरा जोडेँ, निःशुल्क शिक्षाको कुराहरू जोडेँ, विपणनको आवासको कुराहरू जोडेँ, खाद्यान्नको कुराहरू जोडेँ, स्वास्थ्य केन्द्रमा के गर्नुपर्छ, स्वास्थ्य क्षेत्रमा के गर्नुपर्छ भन्ने कुराहरू पनि हामीले सिकायौँ। यो डिजिटल लाइटको विषयमा पनि सिकायौँ। त्यो हिसाबले यो सबै कुराहरू चाहिँ हामीले उहाँहरूसँगै जनताहरूसँगै भलाकुसारी गरेर उहाँहरूसँगै हामी निष्कर्ष निकालेर यो कार्यक्रम हामी अगाडि बढाएका छौँ। मैले तपाईँले जति पनि नाम लिए यो कार्यक्रमहरू चाहिँ यही कार्यक्रमको माध्यमबाट हामीले पहिचान गऱ्यौँ र हामीले सुरुवात पनि गऱ्यौँ। जस्तो अब ठ्याक्कै यो चाहिँ काम गर्छु जनताले भन्नुभएको र यो काम चाहिँ म गर्न चाहन्छु भन्ने छ त्यस्तो कुनै? यस्तो कामहरू अझै पनि धेरै छ, किनकि हाम्रो कहिले पनि काम गराइमा सिकाइमा कम्प्लिट हुँदैन। यो भनेको निरन्तरता हो। हिजो प्रभाजीले धेरै गर्नुभएको छ, धेरै गर्नुभए तापनि उहाँले अझै धेरै काम गर्न पनि बाँकी रहेको उहाँको पालामा छ। मेरो पालामा पनि मलाई धेरै काम मैले गर्छु भन्ने लागेको छ, अथवा धेरै काम मैले गऱ्यौँ भन्ने मलाई लागेको छ। भोलिको 84 पछाडि अर्को जनप्रतिनिधि आउँदाखेरि अझै पनि धेरै काम गरे तापनि अझै धेरै काम गर्न बाँकी रहेछ भनेर उहाँले महसुस गर्नुहुनेछ। यो विकास सीमाका कुराहरू यो प्रक्रिया भनेको चाहिँ यो असीमित हुन्छन्। यो असीमित रूपमा गर्नुपर्ने कुराहरूको बिचमा हामीले सीमित केही कुराहरू गऱ्यौँ भने मेरो कार्यकालमा चाहिँ मलाई लाग्छ म सन्तुष्टि हुनेछु। यो विषयमा राप्ती नगरपालिकाको केही भेगहरूमा चाहिँ मैले अब यो पर्यटनको लागि प्रबन्धन गर्नको लागि चाहिँ एउटा म्याप बनाएर होइन सबै आन्तरिक बाहिरी पर्यटकलाई राप्तीको सबै भागमा चिनाउनको लागि यो काम गर्छु भन्ने मलाई लागेको छ। यो चिज पनि मलाई जनतासँगको मेयरकै कार्यक्रमबाट चाहिँ मलाई सुझाव पाएको हो। अनि अर्को कुरो यो राप्ती नगरपालिकालाई हामी सकेसम्म प्रविधि मैत्री अझै पनि बनाइरहेको छौँ। अझै एउटा थप प्रविधि मैत्री बनाउनको लागि पनि डिजिटल राप्ती निर्माण गर्नको लागि पनि मलाई चाहिँ यो चाहिँ अब तेस्रो वर्षको कार्यक्रम गर्नुपर्छ भन्ने लागेको छ भने अर्को चाहिँ हामीलाई उज्यालो राप्तीको कार्यक्रम चाहिँ मलाई एकदम मन खड्किरहेको छ। यो उज्यालो राप्ती भनेको राप्ती नगरपालिकालाई सामान्यतया मान्छेको बुझाइमा चाहिँ उज्यालो बनाउने, काठमाडौँ सहरमा जस्तो बिजुली झलमल बनाउने भन्ने कुरो लागेको होला। तर सबै क्षेत्रमा हामी उज्यालो बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो। जुन क्षेत्रमा राप्तीको नजर पुगेको छैन त्यो नजर नपुगेको ठाउँ चाहिँ नजर पुग्नु नै उज्यालो हो। त्यो भएको हिसाबले उज्यालो बत्तीको विषयको कुराहरू, उज्यालो सडकको कुराहरू, उज्यालो शिक्षाको कुराहरू, उज्यालो स्वास्थ्यको कुराहरू पनि छन्। र अर्को चाहिँ मलाई के लागेको छ भने हामीले पहिलो र दोस्रो वर्षमा जति काम गऱ्यौँ यो तेस्रो वर्षमा चाहिँ अब राप्तीका आम जनताहरूलाई चाहिँ निःशुल्क स्वास्थ्यको काम गर्नुपर्छ भन्ने लागेको छ। त्यो भएको हिसाबले यो तेस्रो वर्ष चाहिँ मेरो निःशुल्क स्वास्थ्यको लागि चाहिँ मेरो प्रयत्न रहनेछ। यो राप्ती नगरपालिकामा रहेका सबै जनताहरूलाई आफ्नो उपचारको लागि स्थानीय सरकारले ग्यारेन्टी लिने हिसाबले यो काम गर्नुपर्छ भनेर मलाई लागेको छ। जनतासँगको मेरो कार्यक्रम जुन हामीले 2 वर्ष कम्प्लिट गऱ्यौँ, यो 2 वर्षको बिचमा हामीले धेरै सिकाइ भएको छ, धेरै जनताहरूसँग हाम्रो भलाकुसारी भएको छ। हामी जनताहरूको हामी घर घरमा पुग्छौँ, हामी गाउँ गाउँमा पुग्छौँ। अझै बाँकी दिनहरूमा जनताहरू घर घरमा पुग्ने, गाउँ गाउँमा पुग्ने, जनतासँग मेरो कार्यक्रम लिएर जाने हाम्रो नियमित रहिरहन्छ। अब यसलाई थोरै हामीले यसलाई परिमार्जन गर्नुपर्छ भन्ने लागेको छ। जसरी चाहिँ हामीले यो डिजिटल राप्ती, उज्यालो राप्ती भनेर भनिरहेका छौँ। जनतासँग मेयरको कार्यक्रमको लागि हामी थप समयमा जनताहरूको गाउँ गाउँमा पुग्ने कार्यक्रम हाम्रो निरन्तर रहिरहन्छ। अझै यसलाई हामी व्यवस्थित गर्नको लागि यो राप्ती नगरपालिकाबाट मात्रै होइन, राप्तीका जनताहरू राप्तीभन्दा बाहिर बस्ने पनि धेरै हुनुहुन्छ, देश विदेशमा हुनुहुन्छ। उहाँहरूलाई पनि हामीले यो जनतासँग मेरो कार्यक्रम जोड्नको लागि यसलाई एउटा एप्सको माध्यमबाट हामीले राप्तीको जनताहरू जुन कुनामा बसे तापनि उहाँले त्यही ठाउँबाट गुनासो राख्न सक्ने, समस्याहरू भन्न सक्ने र ती गुनासो र समस्यालाई समाधान गर्नको लागि हामीलाई केही नयाँ आइडिया पनि दिन सक्ने र समृद्ध राप्ती निर्माणको लागि उहाँहरूसँग भएका त्यो भिजन, उहाँहरूसँग भएका ती राम्रा परिकल्पनाहरू सहितको चाहिँ हामीले दिन सक्ने किसिमको चाहिँ हामीले अब एप्सको माध्यमबाट जानुपर्छ भनेर हामी लागिरहेका छौँ। मलाई लाग्छ यो भइदियो भने हामी 2 वर्ष जस्तै जनताहरू घर घरमा गयौँ, बाँकी 3 वर्ष हामी जनता घर घरमा जानेछौँ, उहाँहरूसँग हामी भौतिक रूपमा भेट्नेछौँ। र राप्तीको जनताहरू जुन राप्तीमा हुनुहुन्न, देश विदेशमा हुनुहुन्छ, नेपालको विभिन्न कुनामा हुनुहुन्छ, उहाँहरूसँग पनि हामी जोडिनको लागि चाहिँ हामीले एप्सको माध्यमबाट चाहिँ अब जनतासँग मेरो कार्यक्रम गर्नुपर्छ भनेर हामी लगाएका छौँ। अब हामीले यसको पनि थालनी हामी सुरुवात गर्छौँ।